अब यो घरमा खेलौँ है त। हस् ल एकदम म भट्याउँछु ल। हस् भट्याउनु ए रामरी भना देउसी रे ए तिहारैको देउसी रे ए चाडबाड देउसी रे ए भन भन भाइयो देउसी रे ए रामरी भना देउसी रे ए शर्मिलाई कन देउसी रे आहै हामी त्यत्तिकै देउसी रे ए आका होइनौ देउसी रे ए बलि राजाले देउसी रे ए पठाएर देउसी रे कसले पठाएको रे तिमीहरूलाई? बलि राजाले। बलि राजाले? कहाँ छ त्यो बलि राजा? के उद्देश्यले पठाएको तिमीहरूलाई यहाँ? त्यसले टन्न पैसा उठाएर पुनर्निर्माण गर्दैछ कि समाज सेवा गर्दैछ कि के गर्दैछ? लु यहाँ हेर, ओठ निचर्दाखेरि दुध निस्केला जस्तो चिचिन्डो बालकलाई काम हराएर पठाउने त्यो बलि राजा? बाल अधिकारको बारेमा थाहा छैन रे त्यो बलि राजालाई? रातो माटो देउसी रे ए चिप्लो बाटो देउसी रे ए लड्दै पढ्दै देउसी रे के अरे रातो माटो चिप्लो बाटो लड्दै पर्दै आएको हामी कहाँ लडिस्? खोइ कसलाई लागेको छ हिलो? जे मन लाग्यो त्यो भन्ने हो? लेट आइज राम्रोसँग भन, यताबाट राम्रोसँग देउसी भट्ट्या यहाँ। ए रामरी भन देउसी रे ए मेरा भाइ हुन् देउसी रे ए यो घर कत्रो देउसी रे ए सिंह दरबार जत्रो देउसी ए, पक, 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 पक। यो घर कत्रो अरे? सिंह दरबार जत्रो मुला जे मन लाग्यो त्यही भन्ने, गरिबलाई हेप्ने। कहाँ छ यो सिंह दरबार जत्रो? जन्नै कता जग्गा राम्रोसँग भन्छ। आहै भन भन भाइयो देउसी रे आहै रामरी भन देउसी रे यो घर कत्रो देउसी रे ए सिंह दरबार जत्रो देउसी रे रोक रोक रोक, फेरि पनि त्यही सिंह दरबार जत्रै भन्छ ए बाबु चिचिन्डे, तँलाई यो मेरो कति सिंह दरबार जत्रो लाग्छ त? अनि के खान टालमा